यहाँलाई म हार्दिक स्वागत गर्न चाहन्छु। पछिल्लो समय जुन यो चिसो बढेको छ, स्वास्थ्यमा पर्ने असरको बारेमा अलिकति प्रकाश पारिदिनु न। हस्, नमस्कार, धन्यवाद है। तपाईँको क्वेसन प्रति एकदम आभार छु म। कस्तो छ भन्दाखेरि हरेक व्यक्तिको स्वास्थ्यमा चिसो र तापको एकदम प्रभाव पनि हुन्छ होइन, यो सब बुझेकै कुरो हो। र सबभन्दा बढी हामीले ध्यान दिने भन्दाखेरि सानो बच्चाहरू होइन, वृद्ध अवस्थामा भएका बच्चाहरूलाई हो। किन यसमा ध्यान दिने भन्दाखेरि चिसोले गर्दा हाम्रो शरीरमा जति पनि यो टेम्परेचरले गर्दा विशेष गरी श्वास प्रश्वास जुन हुन्छ नि, श्वास प्रश्वासलाई नै बढी ध्यान दिने हो। र त्योभन्दा पनि ठुलो कुरो जुन हुन्छ उमेरका बुढापाकाहरू जुन हुनुहुन्छ जसलाई प्रेसर रोग छ होइन, दमका व्यथा छन्, उहाँहरूलाई के हुन्छ भन्दाखेरि चिसोमा यो हाम्रो जति पनि भेसल्सहरू हुन्छ नि, आर्टरी भेनहरू हुन्छ, उनीहरू सिकुडिने हुन्छ। जसरी चिसो महिनामा यो हाम्रो पाइपहरू हुन्छ नि, घरका पाइपहरू, पानी युज गर्ने पाइप, उनीहरू फाट्ने हुन्छ होइन। याद गर्नुभयो होला, फाट्छन् त्यो चिसोले गर्दा। त्यही भएर यो चिसोमा के हुन्छ भन्दाखेरि हाम्रो धमनीहरू टाइट हुने भएको कारणले गर्दा प्रेसर बढ्ने डर र बच्चाहरूमा श्वास प्रश्वासको समस्या हुने गर्छ। निमोनिया भइदियो भने गाह्रो हुन्छ चिसोले गर्दा होइन। त्यो भएर मेरो सल्लाह के छ भने चिसो भएको बेलामा बिहान जुन वृद्धहरू जुन मर्निङ वाक गर्नुहुन्छ, दौड्नुहुन्छ यो 4 बजे 5 बजे, त्यति बेला हाम्रो शरीरमा एउटा हार्मोन जुन हुन्छ, शरीरलाई स्ट्रेसर हार्मोन भन्छ, त्यो हार्मोन जति सेक्रेसन भयो त्यति नै त्यसले घाटा गर्छ होइन, हानि पुर्याउँछ। त्यही भएर मेरो सल्लाह छ बच्चाहरूलाई, नानीहरूलाई र बुढापाकाहरूलाई चिसोमा अलिकति सम्भवतः बढी ध्यान दिनुपर्छ। तातो न्यानो लुगा लगाउने होइन, र रुममा त्यो हिटर बार्ने बेलामा, जलाउने बेलामा त्यो अलि ध्यान दिनु होला, भेन्टिलेसन हुनुपर्छ। त्यो हिटरले पनि नराम्रो गर्छ। अब जस्तो यो मधेसको जिल्लामा डाक्टर साहब धेरै गरिबी छ होइन, यो अवस्थामा जस्तै धेरै जुन प्रिकसनहरू अपनाउनु पर्ने ठाउँमा त्यो नसकिने अवस्थामा छ, हात मुख जोड्ने अवस्थामा हुन्छ। त्यस्तो अवस्थामा हाम्रो स्थानीय तहले अथवा एकदम सरल तरिकाले के गर्न सकिन्छ जसले धेरै ठुलो पनि खर्च नहोस् र सानोबाट यो जस्तो घुर ताप्ने एउटा चलन छ यता? हजुर हजुर। अब हेर्नुहोस्, अब हामी सानैदेखि गाउँबाट बिलङ गरेका मान्छे हो होइन। हजुर। गाउँ मिलेर सहर बनेछ, सबलाई थाहा छ। हजुर। अब हामी बाल्यकालमा हुँदाखेरि तपाईँलाई पनि थाहा होला। हजुर। बाल्यकालमा हुँदाखेरि गाउँमा हामी परालको आगो ताप्ने, यो जुन घुर भन्नुभयो घुर ताप्ने होइन, वैकल्पिक बाटो त्यही हो। जो मान्छे सम्पन्न हुँदै गयो, धनी हुँदै गयो, उहाँहरू आफ्नो घरमा अब वातानुकूल घर बनाउने होइन, युज गर्ने होइन। त्यो भएर कस्तो छ भन्दाखेरि कपडा सबभन्दा राम्रो, जुन हार्म शरीरलाई गाह्रो नहोस्, खतरा नहोस् कुनै चिजबाट, त्योभन्दा सबभन्दा राम्रो चाहिँ कपडा नै हो। कपडा हो। गाउँघरमा हेर्नु पहिला बच्चाहरूले गाँती बाँध्थे नि हाम्रो देशमा, गाँती। अब त्यो गाँतीको प्रचलन त हराएको छ। कपडा चाहिँ नि प्रशस्त मात्रामा कपडा नै लगाउने हो। र सकभर आगो ताप्दाखेरि आगोले बढी आगो ताप्ने बेला पनि देख्नुभयो होला, गाउँघरका महिलाहरूले आगो ताप्ने बेला उहाँहरूको खुट्टाहरू पनि कलर चेन्ज भइरहेको हुन्छ कि स्किनको डढेर तातोले गर्दा। त्यो भयो। वैकल्पिक बाटो त्यही हो सर। अब जोसँग पैसासँग कमल नै ओल्ने हो नि। अब यसमा हाम्रो राजनीतिकको पाटो हेर्ने हो भने महानगरपालिकाले, गाउँपालिकाले गरिबहरूलाई त केही न केही कपडा वितरण गरेकै हुन्छ सायद। त्यसमा पनि राजेन्द्र बाबु, त्यसमा पनि कस्तो छ भने पहुँचवाला मान्छेले पाउँछ, जो मान्छे पहुँचेन उनले पाउँदैन, यो सबलाई थाहा छ होइन। अब यसमा त्यही हो, आफ्नो शरीरलाई न्यानो कसरी गर्न सकिन्छ। आगो तापेर हुन्छ, घुर बारेर हुन्छ, हिटरमा बसेर हुन्छ, कपडा न्यानो लगाएर हुन्छ, यही हो वैकल्पिक बाटो भनेको, यही हो। अन्तिममा डाक्टर साहब, जस्तो अब यो मर्निङ वाक गर्ने धेरैजनाको अभ्यास हुन्छ बिहान होइन, अब यो अवस्थामा अब के गर्न सकिन्छ त्यसलाई अहिले रोक्ने? हजुर, म यसमा के भन्छु, म एउटा एन्डोक्राइनोलोजिस्ट, हार्मोनको डक्टर भएको हुनाले होइन, यसमा थाइरोइड हार्मोनहरू पर्छ होइन, सुगर पर्छ। साधारणतः कुनै पनि व्यक्तिलाई चिसो महिनामा तपाईँको हेर्नुहोस् है, शरीरको टेम्परेचर र बाहिरको टेम्परेचर मिल्दैन नि चिसोमा होइन। त्यही भएर रिसर्चले पनि के भन्छ, एक्सर्साइज गर्ने बेलामा तपाईँको टेम्परेचर, रुमको टेम्परेचर चाहिँ एकदम नर्मल हुनुपर्छ होइन, नर्मल हुनुपर्छ। त्यही भएर हामीले एक्सर्साइज गर्दाखेरि चिसो शरीर चाहिँ तातिने होइन, र बाहिरको
क्लाइमेटले गर्दा भित्रको अर्गनहरू चाहिँ के हुन्छ, खुम्चिने हुन्छ है। र यसमा हाम्रो बिहान चाहिँ नि बिहानको समयमा सेक्रेटेसन हुन्छ बढी र एस्ट्रेसर हार्मोन भन्छ। र देखाएको गाउँघरका मान्छेहरू पाकाहरू टोयलेट छैन नि, लोटा लिएर जाँदाखेरि उहाँहरूलाई स्ट्रोक भएको, लखुवा मार्ने हावा चलेको, त्यो वास्तवमा स्ट्रोक हो। त्यो हाइपरटेन्सन गर्दा स्ट्रोक भएको हो, ब्रेनमा कहीँ क्लक भएर होइन, त्यो भएर पर्लाक्सिस भएको हुन्छ। त्यही भएर सम्भवतः यदि सकिन्छ भने अलि न्यानो भएपछि पल्लो एक्सर्साइज गरेको बेटर हुन्छ शरीरको लागि।